जापानमा बिरामी हुँदा कुन अस्पताल जाने? थाहा छ तपाईलाई? आँखाको समस्या छ भने गानका, रुगा खोकी ज्वरो भए नाइका, हड्डी वा चोटपटक लागेमा सेकैका, दाँत दुख्यो भने हाइस्य, कान नाक घाँटीमा समस्या भए जीविका, छाला सम्बन्धी रोग भए हिफुका। जापानमा बिरामी परे सबैभन्दा पहिले नजिकको क्लिनिक जानुहोस्। डाक्टरले तपाईको चेकअप गरेपछि यदि समस्या सामान्य हो भने त्यही उपचार हुन्छ। तर यदि ठूलो वा गम्भीर रोग भयो भने डाक्टरले तपाईलाई ठूलो अस्पतालमा रिफर गरिदिन्छ। त्यसपछि तपाई ठूलो अस्पतालमा उपचार गर्नको लागि जान सक्नुहुन्छ। अस्पतालमा धेरै भिड नहोस् भनेर यो सिस्टम बनाइएको हो। त्यसैले याद राख्नुहोस्, पहिले क्लिनिक त्यसपछि ठूलो अस्पताल। जापानमा क्लिनिक वा अस्पताल जाँदा हेल्थ इन्सुरेन्स कार्ड लैजान नबिर्सनुहोस्। हेल्थ इन्सुरेन्स कार्ड भयो भने सामान्यतया 30% मात्र पैसा तिर्नुपर्छ। उदाहरणको लागि, यदि उपचारको रकम 1000 येन भयो भने तपाईले लगभग 300 येन मात्र तिर्नुपर्छ। यस्तो उपयोगी जानकारीका लागि च्यानेललाई फलो गर्न नबिर्सनुहोस्।